आज चाहिँ हामी झापाको पर्यटकीय स्थल सालबारीमा आएका छौँ। साथीहरू तस्बिर लिइरहनु भएको छ। सालबारीमा चाहिँ अब अहिले हामी सालबारी झेलमा बोट राइडिङ गरिरहेका छौँ। एकदमै रमाइलो फेवातालमा साइली हावा लियोन साहब मजा आइरहेछ। ओम प्रकाशले सोध्न लागिरहेको छु म। यसो के रहेछ अरे हो यसले गर्दा आएको नि त म त नआउने मान्छे भयो हौ बुवा गर्नु सालबारी झिल यो चाहिँ झापाको एकदम रमाइलो पिकनिक स्पट रहेछ। एकदमै रमणीय स्थान। सबैजना यहाँ घुम्न आउनुहुने रहेछ। जस रमणीय छ स्थान। फोटो खिच्न र घुम्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ सालबारी। यो शनिश्चरे झापाको शनिश्चरे नगरपालिकामा पर्छ। ए भिडियोमा भयो त हो भिडियोमा अलि हल्ला
ल हामी यो चाहिँ के अरे सालबाडी आएको छौँ होइन, यो आन्तरिक पर्यटनको पनि प्रवर्धन गर्नको लागि हामीले चाहिँ यो स्थानमा यो फर्स्ट सिरिज हो हाम्रो फ्यामिली पिकनिकको। अनि अर्कोपल्टदेखि पनि हामी चाहिँ यो दोस्रो तेस्रो यसलाई हामी निरन्तरता दिने हामी कोसिसमा छौँ। आन्तरिक पर्यटनको चाहिँ एकदमै प्रवर्धन गरौँ भन्ने हाम्रो उद्देश्य रहेको छ। यही ठाउँ मात्र होइन, अरू पनि यस्तो लोकल चाहिँ पर्यटकीय क्षेत्र जति छन् त्यसमा चाहिँ हामी स्थानीय वनभोज चाहिँ हामी कार्यक्रम अर्गनाइज गर्छौँ र फ्यामिली हामी चाहिँ यो पारिवारिक हिसाबले आएको छौँ। एकदमै रमाइलो भएको छ, एकदमै राम्रो भएको छ। यसलाई निरन्तरता दिनको लागि साथीहरूलाई अनुरोध पनि गर्छु। धेरै धेरै धन्यवाद यो आयोजक कमिटीलाई। ठिकै छ। अब हाम्रो कमल 5 का समाजसेवी भाइ हरिले चाहिँ यहाँहरू सबैलाई ए कमल 6 का 5 हो नि, 5 6 भने नि हाम्रो कमलका हो होइन। उहाँले चाहिँ अब एउटा शिक्षा प्रेमी, एउटा राजनीतिज्ञ, एउटा भनौँ न समाजसेवी मान्छेले अब भनेपछि तपाईँहरू कसो नआउनु होला होइन। यो एकदमै रमणीय छ। सालबाडी भन्ने ठाउँ तपाईँहरूले धेरै हेर्न लायक ठाउँ। यो चाहिँ एकदम झिल भएको ठाउँ। यो चाहिँ तपाईँको चाहिँ एउटा पर्यटकीय क्षेत्र, यो लोकल क्षेत्रमा चाहिँ उदाउँदो पर्यटकीय क्षेत्र भएको ठाउँ। यसलाई सबैले माया गरौँ, लोकल पर्यटकीय क्षेत्रको हामी प्रवर्धन गरौँ, यसलाई माया गरौँ। सालबाडी मात्रै होइन, झापाका विभिन्न पर्यटकीय स्थलहरू, धेरै रमणीय स्थलहरू छन् होइन, त्यहाँ घुमौँ। स्थानीय र यो ठाउँमा आउँदाखेरि चाहिँ जुन सपिङ गर्छौँ त्यो पनि लोकल ठाउँबाट सपिङ गरेर आउँ। हजुर, ती लोकल चाहिँ व्यापारीहरूको पनि हामीले माया गरौँ, तिनीहरूको पनि प्रवर्धन गरौँ र यति कुरा भन्दै म अहिले चाहिँ बिदा हुन्छु। धन्यवाद। ओके। 29 फागुन 21 गते चाहिँ उहाँहरूले सदात प्राप्त गर्नुभएको थियो। यसको मेन शालिग चाहिँ सुखानीमा छ। यहाँ चाहिँ उहाँहरूको स्मृतिमा पनि पूर्णकदको शालिग स्थापना गरिएको रहेछ। अहिले हाम्रो कमल गाउँपालिकाका नेकपा एमालेका गाउँ कमिटी सचिव हरि ढकाल पनि एकदम लाल सलामको पोजमा हुनुहुन्छ। झापा आन्दोलनको 2029 सालमा चाहिँ यहाँ जेल सार्ने न्युमा हाम्रा 5 वटा कमरेडहरूलाई मारिएको यो चाहिँ स्मृतिको लागि यहाँ चाहिँ प्रतिमा बनाइएको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ उहाँहरूको फुल पेजको शालिग। बारीमा चाहिँ 2029 साल फागुन 21 गते के अरे सदात प्राप्त गर्नुभएका शहीदहरूको पूर्णकदको शालिग स्थापना गरिएको रहेछ। यसको हाफ शालिग चाहिँ हाम्रो सुखानीको जङ्गलमा स्थापना गरिएको छ, जहाँ हरेक वर्ष उहाँहरूको स्मृतिमा कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू श्रद्धाञ्जली अर्पण गर्न पुग्नुहुन्छ। Hello.